हेलो गाइस, वेलकम टु माई च्यानल। आजको मेरो न्यू ब्लगमा तपाईँहरूलाई फेरि स्वागत छ। म चाहिँ भर्खर कलेज भएर आएँ। अब चाहिँ म कपडा फेरेर भात खान्छु। गाइस, अब म चाहिँ भात खान लाग्छु। गाइस, भात खाएर सकेले अब भाँडा धुन्छु। भाँडा धोएर अनि कपडा धुन्छु। फेरि कपडा पनि धेरै छन्, अब भाँडा धुनु पर्यो छिटो छिटो। गाइस, अब म चाहिँ कपडा धुन्छु। भाँडा धोएर आएँ, अब कपडा धुने हो। कपडा पनि धेरै छन्, हेर्नुहोस्। दुई जोड जर्सी छन् अनि एक जोड दिएको छ। अब जान्छु अनि धुन्छु। साबुन दिनु। कपडा धोएर सकेले गाइस, अब चाहिँ म बस्छु, आरामले बस्छु अनि घिउ धुन्छु। आजकल पढ्न नगएर पछि के हुने हो, इक्जाममा फेल हुने धेरै सम्भावना छ। अब गाइस, मस्तले गेम खेल्छु। आजकल त रमाइलो गरिरहेको छ के र पछि के हुन्छ। गाइस, मलाई चाहिँ भोक लागेको थियो। म चाहिँ भुटेँ अब खाजा भुटेको छु। यति छन् खाजा अनि बडम पनि छ। अब खान्छु गाइस, भोक लागेको छ लास्टै। गाइस, अब हामी चाहिँ वर्कआउट गर्न आइयौँ। सनसेट हुन लाग्छ। कस्तो मधुरो देखिया हो सनसेट पनि। गाइस, अब वर्कआउट गर्छौँ, एकछिन फुटबल पनि खेल्छौँ। गाइस, अब हामी चाहिँ वर्कआउट गरेर सकेले म चाहिँ हात खुट्टा धुन्छु। यहाँ दादा चाहिँ धुनलाई जानुभयो। यहाँ बाबु पनि कमेडी हुनुहुन्छ। अब धुन्छु गाइस, हात खुट्टा धुन्छु अनि खाना पकाउँछु। खाना कसरी पकाउँछु हेर्नुहोस् है गाइस। अब म चाहिँ खाना पकाउँछु। पहिला तरकारी पकाउँछु अनि भात त त्यसले बसालिदिएपछि पाइजान्छ। पहिला तरकारी पकाउँछु छिटो छिटो। गाइस, मेरो लागि चाहिँ दिदीले खानेकुरा ल्याइदिनु भएको छ। बिस्कुट, हर्लिक्स, बोर्नभिटा अनि बिस्कुट छ। अब खान्छु गाइस, भात पनि खान्छु। गाइस, अब म चाहिँ खाना खान लाग्छु। आजको लागि यति नै गाइस, भेटौँला नेक्स्ट ब्लगमा। बाई बाई।